दाई चाहिँ दाई उमेर त भए नै हो तर पनि लेजेन्ड होइन नेपालको नेपाललाई चिनाउने वाला द लेजेन्ड चाहिँ यो हिमालयन क्षेत्रमा स्पेसली 43 वर्षको अल्पायोमी पाकिस्तानको G2बाट चाहिँ अब गोल्ड पिकमा जाने सडन डिसिजन बनाएर चाहिँ जाँदै हुनुहुन्थ्यो उहाँको 10 जनाको टोली र क्याम्प 2मा उहाँहरूको चाहिँ एभलान्सबाट स्वाइप डाउन भएर चाहिँ उहाँहरूको चाहिँ मृत्यु भयो। त्यो एकदम दुःखद घटना हो। हामी पनि स्पेसली अस्ति भर्खर माउन्ट एभरेस्ट बेस क्याम्पसम्म जाँदा पनि अब एभलान्सहरू सानसानो त देखिरहेको थियो तर त्यो होइन त्यो ठुलो रूपमा चाहिँ देखेको थिएन। अब यति डेडली हुने रहेछ भन्ने चाहिँ थाहा भयो। यो दुःखद घडीलाई चाहिँ हामीले चाहिँ सम्झिँदै र निम्स दाइको चाहिँ कीर्तिमानहरूलाई चाहिँ सम्झिँदै 1 मिनट चाहिँ उहाँको नाममा र उहाँको टोली जति 10 जना चाहिँ बित्नुभयो उहाँहरूको सम्झनामा 1 मिनट चाहिँ मौन धारण गरौँ भन्ने विचारले चाहिँ जम्मा भयो। ल 1 मिनट यस्तो टाइमिङ छ भने सुरु गरौँ उहाँलाई सम्झौँ न। स्टेप कसरी छ